नमस्कार साथीहरू, आज हामी एउटा यस्तो गहिरो सत्यको बारेमा कुरा गर्दैछौं जसले हाम्रो सामान्य जीवनलाई पनि असाधारण बनाउन सक्छ। के तपाईले कहिल्यै सोच्नु भएको छ कि भगवानलाई सम्झनका लागि हामीले मन्दिर वा विशेष समय खोज्नु पर्दैन? हाम्रो हरेक क्रियाकलापलाई हामीले कसरी भक्तिमा बदल्न सक्छौं? आउनुहोस् यो बारेमा बुझौं। बिहानको स्नान शरीरको शुद्धिकरण मात्र होइन। यदि यसै बेला हामीले भगवानको नाम स्मरण गर्यौं भने यो सामान्य स्नान एउटा पवित्र तीर्थ स्नानमा परिणत हुन्छ। कल्पना गर्नुहोस्, हरेक थोपा पानीले तपाईको आत्मालाई पनि शुद्ध पार्दैछ। पेट भर्नका लागि मात्र होइन, जीवन चलाउनका लागि आवश्यक भोजन हो। खाना खानु अघि भगवानलाई सम्झदा यो साधारण भोजन प्रसाद बन्छ जसले शरीर र आत्मा दुवैलाई पोषण दिन्छ। यो भोजन भगवानले दिनुभएको वरदान हो भन्ने भावले खाँदा यसको स्वाद र प्रभाव नै फरक हुन्छ। हाम्रो हरेक पाइला, हरेक यात्रा, यदि हिँड्दा हिँड्दै हामीले भगवानको नाम जप्यौं भने त्यो सामान्य यात्रा एउटा पवित्र तीर्थयात्रा बन्छ जहाँ हरेक कदमले हामीलाई दिव्यताको नजिक पुर्याउँछ। बाटोमा देखिने हरेक कुरामा भगवानको उपस्थिति महसुस गर्नुहोस्। भान्सामा पकाएको खाना परिवारका लागि मायाले भरिएको भोजन हो। यदि पकाउँदै गर्दा भगवानको नाम स्मरण गरियो भने त्यो भोजन केवल महाप्रसाद मात्र होइन, प्रेम र भक्तिको प्रतीक बन्छ। तपाईले पकाएको हरेक परिकारमा भगवानको आशीर्वाद मिसिएको हुन्छ। यदि तपाईले सुत्नु अघि भगवानको नाम लिनुभयो भने हाम्रो निद्रा केवल आराम मात्र नभई एउटा गहिरो ध्यान निद्रामा परिणत हुन्छ जसले मनलाई शान्ति र आत्मालाई ऊर्जा दिन्छ। भोलिको दिनका लागि नयाँ शक्ति प्राप्त हुन्छ। हाम्रो कर्म, हाम्रो कर्तव्य, काम गर्दै गर्दा पनि यदि हामीले भगवानलाई सम्झन सक्यौं भने हाम्रो हरेक कर्म एउटा पवित्र कर्मभक्ति बन्छ जहाँ हामी आफ्नो कामलाई नै पूजाको रूपमा अर्पण गर्छौं। काममा एकाग्रता र सन्तुष्टि बढ्छ। अन्ततः जब हाम्रो घरभित्र भगवानको नाम गुन्जायमान हुन्छ, हरेक कुनामा शान्ति र सकारात्मकता फैलिन्छ, तब हाम्रो साधारण घर पनि एउटा पवित्र मन्दिरमा परिणत हुन्छ जहाँ बस्ने हरेक सदस्यले आध्यात्मिक शान्ति र आनन्दको अनुभव गर्छन्। यी सबै कुराले के देखाउँछ भने भगवानलाई सम्झनका लागि हामीले कुनै विशेष समय वा स्थान खोज्नु पर्दैन। हाम्रो हरेक क्रियाकलापलाई हामीले भक्तिमा बदल्न सक्छौं। यो केवल एउटा अभ्यास हो जसले हाम्रो मनलाई शान्त, आत्मालाई शुद्ध र जीवनलाई अर्थपूर्ण बनाउँछ। हरेक पललाई पवित्र बनाउने यो सरल तर शक्तिशाली तरिका अपनाएर हेर्नुहोस्। तपाईलाई यो सन्देश कस्तो लाग्यो? तल कमेन्ट बक्समा आफ्नो विचार अवश्य लेख्नुहोला। यदि यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, आफ्ना साथीभाइ र परिवारसँग शेयर गर्नुहोस् र यस्तै प्रेरणादायी सामग्रीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।